सो हेलो हाई नमस्ते सबैजनालाई। आजको हाम्रो फर्स्ट न्यूजको बारेमा कुरा गरौँ। हामी कुरा गर्न जान्छ हर्क साम्पाङको बारेमा। द नेसन स्पिक्स विथ राजेन्द्र बानियाको अपकमिङ एपिसोडमा हर्क साम्पाङ र राजेश पाल राई आउनु भएको छ। एन्ड अभियसली त्यो एपिसोडमा धेरै कुराहरू सोधिनेवाला छन्, बट हाइलाइटमा उहाँले क्यूआरबाट रिसिभ गरेको पैसाको रिगार्डिङ सोध्दा हर्क साम्पाङले भन्नुभएको छ कि जति पनि उहाँले रकम क्यूआरबाट उठाउनु भएको छ त्यसको चाहिँ जसलाई पनि हिसाब दिनुपर्छ भन्ने छैन। त्यसको मतलब यो होइन कि उहाँले चाहिँ हिसाब दिनु हुँदैन, बट कहिले दिनुहुन्छ त्यो चाहिँ भन्नुभएको छैन। क्यूआर मा पैसा त्यो चाहिँ भन्नु न बरु। हिजो पूर्वमा सुन्नु न, हिजो नामै बोलाउँदा सुन्नु न त्यसमा पनि म आउँछु। हिजो हर्क साम्पाङ धरानमा मात्रै थियो, अहिले दार्चुलामा पनि तपाईँको गएको दार्चुलामा पनि हतार तपाईँको छिमेकी राज्यले गाडी लानु पर्यो। अब क्यूआरको कुरा गर्दाखेरि त होइन, तपाईँले पनि सहयोग गर्नु, हिसाब चाहिँदैन रे, तपाईँले पनि सहयोग गर्नुहोस्। उहाँले नै गर्नु भएको छ, हामी दिन्छौँ, किन दिँदैनौँ? तर जो पाए त्यही मान्छेलाई दिन्छौँ हामी। प्रश्न उठिसक्यो, जो पाए त्यही मान्छेलाई दिँदैनौँ, जो पाए त्यही मान्छेलाई दिँदैनौँ। विदेशी ऋण लिई तपाईँको चाहिँ कर्मचारीले तलब खुवाइरहेको छौँ होइन। हर्क साम्पाङले सहयोग आह्वान गरेर पुल बनाइदिँदैछ, त्यो योगदान होइन, एक्स्ट्रा योगदान होइन। हिसाब चाहिँ दिनु न। किन हिसाब नदिने? हामीले प्रत्येक दिन दिनुपर्छ भन्ने के छ? त्यो तपाईँको कहिले दिनुहुन्छ? त्यो तपाईँको फेसबुकको जोकरहरूलाई। एनीवे अब हामी नेक्स्ट अपडेटको बारेमा कुरा गरौँ। हामी कुरा गर्न जान्छौँ म गुरुङको बारेमा। सो रिसेन्टली उहाँले आफ्नो भ्लगमा रेन फरेस्ट रिसोर्ट चितवनमा भोगेको एक्सपिरियन्स सेयर गर्नु भएको छ। सो बेसिकली उहाँहरूले चाहिँ अराउन्ड 11 बजे 9 जनाको लागि भनेर चाहिँ उहाँहरूले एउटा भिल्ला बुक गर्नु भएको रहेछ। एन्ड भिल्ला भनिसकेपछि अभियसली सबैको मनमा यही नै आउँछ कि भिल्ला चाहिँ हल्का प्राइभेट हुन्छ, आफ्नो साथीहरूसँग या आफ्नो फ्यामिली मेम्बर्सहरूसँग चाहिँ मजाले हल्का बढी हल्ला गरेर चाहिँ मजाले कुराहरू गर्न पाइन्छ, रमाइलो गर्न पाइन्छ। बट म गुरुङ र उहाँको ग्रुप त्यहाँ पुगिसकेपछि रेन फरेस्ट रिसोर्ट चितवनमा उहाँहरूले चाहिँ त्यस्तो केही पनि पाउनु भएन छ। इभन स्विमिङ गर्न खोज्दा पनि उहाँहरूले चाहिँ स्विमिङ गर्न पाउनु भएन छ। एन्ड चित्त नबुझिसकेपछि अब चाहिँ हामी यहाँ बस्दैनौँ भनेर निस्किन खोज्दा त्यहाँको गार्डले चाहिँ उहाँहरूलाई निस्किन दिनु भएन छ। इभन उहाँहरूले हामी चाहिँ फुल पेमेन्ट गर्छौँ बट हामी चाहिँ यहाँ बस्दैनौँ भन्दा पनि त्यहाँको गार्डले चाहिँ ढोका खोल्न मानेको थिएन। एन्ड गार्डले भनिरहेको थियो कि मलाई चाहिँ यो रिसोर्टको बारेमा केही पनि थाहा छैन, रुममा के छ, कति बेला के हुन्छ, ओपनिङ के कस्तो, मलाई चाहिँ केही पनि थाहा छैन। जसलाई थाहा छ त्यो चाहिँ भोलि आउँछ, सोटो पारेर चाहिँ भोलिसम्म चाहिँ बस्नुपर्छ। अब सबै कुरामा एक्सप्लेन गर्न थाल्यो भने चाहिँ यो भिडियो पनि एकदमै लामो हुन्छ। सो यदि तपाईँहरूले सबै कुराहरू जान्न मन लागेको छ भने उहाँको यो भ्लग गरेर हेर्न सक्नुहुनेछ। एन्ड अति नै भइसकेपछि म गुरुङ चाहिँ हल्का हाइपर पनि हुनुभएको थियो। औ हेर एकचोटि हेर्न सर र मैले हेर्छ हुँदैन कि अनि हेर्ने मान्छे बोलाउनु त म चाहिँ के गर्नु त यहाँ घण्टा जस्तो कुरा नगर नि तिमी पनि यार। अब तिमीले हेर्नु नि, हेर्ने मान्छे सबै दिन्छु भने सर एकताल हेर क्लियर आउट गर्दै सक्यो त कुरा। के भन्छ यो भन्दा के यही कुरा बस्ने हामी? अब तिमीले हेर्न मिल्दैन नि, हेर्ने मान्छे बोलाइदिउँ त ल। कस्तो राम्रोसँग भनिरहेछ भाइ, बुझ्दै नबुझ्ने कि बुझ्न के मान्छे नबनेको तिमीले? ह यस्तो होइन, मलाई त्यो कुरामा त्यो छैन कि मेरो। यस्तो गरौ न, साउलाई बोलाऊ। अनि त्यो कुरामा छैन भने कुरा भएको मान्छे बोलाउनु त ल। ल यस्तो हो, ल एउटा कुरा के बुझ भन्दाखेरि ल अहिलेको सिचुएसन हामीलाई मन परेन र त्यही भएर हामी निस्किन लाग्यो होइन। तिमीले निस्किन होइन, त्यो तिमीले निस्किन दिएनौ होइन। ल तर त्यो अहिले सिचुएसन अर्कै भएको भए मलाई अनि को आउँथ्यो त यहाँ चाहिँ गर्न? अर्को आउँछ कि मान्छे हो त्यसलाई बोलाउनु त अनि। त्यो अहिले आउँदैन, बिहान खाना अनि ल मेरो मलाई 2 बजे अनि घरकोले इमर्जेन्सी फोन हाने सबै जानु पर्यो नि, म कसरी जाने 2 बजे? यो के मलाई जेलमा आएको हामी? जेल हो यो? त्यस्तो पर्यो भने त अब जानु दिन्छ होइन, तर यो जेल हो होइन। खास किन नखोलेको? अनि त्यति भन न, खुल्ला अब ड्युटी नै यही हो, तिम्रो ड्युटी यही हो। अनि भोलि चाहिँ हामीले पैसा दिएन भने तिमीलाई गाह्रो पर्छ। हामी गयो भने ल हामी पैसा दिन्छौँ, हामीलाई जानु देऊ, हुन्छ? मलाई थाहा छैन कति पैसा के केही थाहा छैन। भिल्लाको यहाँ कति पर्छ त्यति थाहा कि थाहा छैन? कति पर्छ त्यति भन्नु त। थाहा छैन कि एकाउन्टेन्टहरूलाई थाहा हुने अनि हामी यहाँ कतिजना आएको छौँ? 9 जना। अनलाइन त हेर्न आउँछ कि आउँदैन त्यति भन्नु? अनलाइन हेर्न आउँछ? आउँछ। तपाईँहरूले देखाउनु, म यहाँ गएर केही थाहा छैन कि। अनि तिमीलाई हामी भिडियो अगाडि क्यास दिएर जान्छौँ, भोलि गएर हामीले दिएन यताउता भन्न पाउँदैनौ तिमीले। किनकि भोलि गएर त म चाहिँ यसले त दिएन, यिनीहरू यत्तिकै गेट फोडेर गयो भन्ने बेर नि हुँदैन नि त। हामी पनि सेफ हुनु पर्यो कि परेन? एन्ड अब हामी नेक्स्ट अपडेटको बारेमा कुरा गरौँ। सो पार्लिमेन्टमा एकजना एमालेको एमपीले आफ्नो कुराहरू राख्ने क्रममा उहाँले यो भन्नुभएको थियो। अझ पनि नेपाली जनतालाई भरममा छ कि यो सरकारले ठुल्ठुला नारा कर्णाली, सुदूरपश्चिम र मधेसलाई बेचेर तपाईहरू यो सदनमा जुन बिलुङ गर्नुहुन्छ 35 वर्ष पुरानाले के गरे भन्नुहुन्छ, यो विषयवस्तु नल्याउनु पर्ने हो। एन्ड यो सुनिसकेपछि आशिका तामाङको रियाक्सन तपाईहरु आफै हेर्न सक्नुहुनेछ। जुन चाहिँ बेचेको भन्नुभएको छ, बेचेर कहाँ बेच्नु भएको त्यो चाहिँ उहाँले प्रमाण देखाउनु पर्यो। कसले बेच्यो, कुन सरकारले बेच्यो, यो सरकारले बेचेको तपाईसँग प्रमाण छ? के बेचेर भन्नुभयो तपाईँले? भ्रष्टाचार र सभ्यताको शब्द उहाँबाटै कायम भयो।
एन्ड त्यसै गरी अब हामी नेक्स्ट अपडेटको बारेमा कुरा गरौँ। सो रिसेन्टली ऋषि ढमला गफ विथ कुसुम नेपालकोमा जानुभएको थियो एन्ड कुसुम नेपाल श्रेष्ठको यो शोमा चाहिँ त्यस्तो सिरियस कुराहरू चाहिँ खासै हुँदैन, उहाँले चाहिँ फन वेमा क्वेसनहरू सोध्नुहुन्छ। सो ऋषि ढमलाको एपिसोडमा चाहिँ केही मान्छेहरूले चाहिँ उहाँलाई क्रिटिसाइज गर्नुभएको रहेछ, लाइक त्यति ठुलो पत्रकारलाई आफ्नो शोमा बोलाएर के खालको क्वेसन सोधेको र क्वेसन सोध्ने तरिका नि भएन, प्रोफेसनल भएन। सो त्यसैमा रियाक्ट गरे कुसुम नेपाल श्रेष्ठले यो भन्नुभएको छ, कन्ट्रोभर्सी क्रिएट गर्न खोजिदिने हो। ऋषि धमला सर आउनु भएको थियो मेरो शोमा गफमा होइन, मान्छेहरूले तपाईँ प्रोफेसनल भएन, क्वेसन सोध्नु आएन तपाईँलाई, यत्रो ठुलो मान्छे आउँदाखेरि पनि रे त्यही क्वेसन सोध्नु आउँदैन र म प्रोफेसनल हुन जान्दिनँ भनेरै मेरो शोको नाम गफ हो के, शोको नामै गफ हो। कुनै प्रोफेसनल क्वेसन सोध्न आउनु भए त म कहाँ माथि पुगिसक्थेँ नि। त्यही माथि ऋषि धमला सरको प्रोफेसनल कुराहरू उहाँको पहिलादेखिको इन्टरभ्यू छाप्ती छ हरेक मिडियामा, किन मैले पनि त्यही सोध्नु पर्यो त नि होइन। हामी नर्मल गफ जहाँ चाहिँ ऋषि धमला सरले अरू बेला त्यस्तो खालको नर्मली गफ गरेको भेटिनँ नि त, त्यही भएर पनि मैले मेरो रमाइलो गफ हो नि त, मेरोमा त सोको नामै त्यही हो। तपाईँहरू पनि रमाइलो गफसफ गर्नुहुन्छ, मसँग भाइब मिल्छ भने आउनुहोस् सोमा होइन। म प्रोफेसनल कुरा हो तपाईँ होइन, म त एकदम प्रोफेसनल हो भने नआउनुहोस्, किनकि मलाई आउँदैन सोध्नु, मेरो सोको नाम त्यही हो र मैले गेस्टहरूलाई पनि त्यही भनेर बोलाउँछु। मेरोमा चाहिँ तपाईँको कुनै पनि प्रोफेसनल कुरा हुँदैन भनेपछि उहाँहरू त झन् एक्साइटेड। ओके, आजको लागि यति नै र यदि भिडियो मन परेमा प्लिज लाइक, कमेन्ट एन्ड सब्सक्राइब गर्नु होला र अर्को भिडियोमा फेरि भेटौँला। बाई बाई, सी यू।